ह्याप्पी न्यू इयर तपाईँहरू सबैलाई नयाँ सालको धेरै धेरै शुभकामना। टिकट देखा भर्खर नटर बाहिर जा गेट आउट सिकाएको तिमीलाई खेल्नलाई बडी एज डज नट म्याटर इन स्केट सो हेलो गाइज ब्याक टु माई न्यू ब्लग तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन, म पनि सब बबाल ठिक छु। सो आज चाहिँ धेरै पछि म ब्लग गर्दैछु है। सो तपाईँहरू सब सन्चै हुनुहुन्छ होला होइन। मेरो चाहिँ छुट्टै कारणले गर्दाखेरि हो कि म चाहिँ जस्ट ब्लग गराउनु पाएको थिएन, किन भन्दाखेरि मेरो फोनको डिस्प्ले गइहाल्यो साथीहरू। सो म चाहिँ अब छिटै सेकेन्ड ह्यान्ड भए पनि आइफोन किनेर ब्लग बनाउने सोचिरहेको छु है। सो तपाईँहरू जे जस्तो हुन्छ साथ सपोर्ट दिइराख्नु है। सो ह्याप्पी न्यू इयर। आज चाहिँ 2082 सुरु भइसकेको छ। सो तपाईँहरू सबैलाई नयाँ सालको धेरै धेरै शुभकामना। 2081मा जस्तै साथ सपोर्ट 2082मा नि गरिराख्नु होला है। सो जो जहाँ भए पनि यहाँ आफ्नो तर्फबाट मनाउनु होला है। सो 2081मा जस्तो 2082मा नहोस्, मतलब पुराना नराम्रा कुराहरू बिर्सिँदै राम्रो कुराहरू सोच्दै जानु होला है। सो आज चाहिँ म चाहिँ जब जाँदैछु है, नयाँ वर्ष भनेर हामीलाई चाहिँ छुट्टी छैन। सो त्यही हो गाइज, अब परदेशी जिन्दगी है, यस्तै हो। परदेशी के भन्नु, बुटलतिर छु होइन, त्यही पनि काम त गर्नु पऱ्यो होइन। सो गाह्रो छ नि त। सो त्यही कारणले चाहिँ मार्ला नि फेरि अहिले मलाई। सो त्यही हो गाइज है। सो आज चाहिँ म जब जाँदैछु। सो म चाहिँ जब केमा गर्छु होला, स्केटमा गर्छु। सो तपाईँहरूले पुरानो भिडियोहरूमा हेरिराख्नु भयो होला। सो आज चाहिँ स्केटमा राम्रो परिवारहरू आउँछन्, भाइ बहिनीहरू, अङ्कल आन्टीहरू सबै आउँछन्। आज चाहिँ बबाल रमाइलो हुन्छ है। सो म सकेसम्म राम्रो क्लिपहरू तपाईँहरूमा आज देखाउनेछु। सो लास्टसम्म हेरिदिनुहोस्। सो आजको भिडियो चाहिँ यहीँदेखि स्टार्ट गरौँ मैले। सो गाइज, देवीनगर बगैँचा होटेलनिर आइसकेको छु म चाहिँ। सो मैले काम गर्ने ठाउँ चाहिँ चौपारी नवीन स्कुलदेखि पछाडि साइड हो है। सो तपाईँहरू आउनु सक्नुहुन्छ। सो अब चाहिँ जो मैले चाहिँ म चौपारी आइसकेँ है। चौपारी आउनुलाई चाहिँ मेरो रुमबाट ठ्याक्कै 7-10 मिनट लाग्छ है, 5-10 मिनट लाग्छ। सो हाम्रो कलेज यही छ है। सो हाम्रो कलेज आजभोलि चलिरहेको छैन, बन्द भइरहेको छ। किन भन्दाखेरि सरहरूको आन्दोलन चलिरहेको छ काठमाडौँतिर है। सो त्यही कारणले सरहरू चाहिँ आन्दोलनमा जानुभएको छ। खै त्यो सरहरूको निकै केही इस्युहरू छ है। सरकार नि हाम्रो सरकार त्यस्तै भयो है, कसैको केही व्यवस्था भएको छैन। घरि राजा, घरि मन्त्री, घरि के है। मन्त्री पनि उस्तै, जनता पनि उस्तै भन्ने जस्तो भइरहेछ। सो केही छैन, यस्तै हो, यसमा त्यस्तै हुन्छ होइन। सो केही छैन। अब चाहिँ यहाँबाट चाहिँ चौपाटीदेखि मलाई त्यहाँ पुग्न चाहिँ अझै 5 मिनट जस्तो लाग्छ है। सो मैले काम गर्ने स्केटको नाम चाहिँ बुटल स्केट पार्क हो। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ। तपाईँहरू आउनुभयो भने चाहिँ तपाईँलाई म स्पेसल डिस्काउन्ट दिन्छु है गाइज। सो चौपाटीदेखि थोरै अगाडि आएपछि यहाँ फेरि रिङ रोडदेखि भित्र लाग्ने है त गाइज। सो टक्क यहाँदेखि भित्र लाग्ने थोरै है। सो त्यस्तो चाहिँ यस्तो यतैतिर सोधे पनि भनिदिन्छन् कि फेरि बुटल स्केट पार्क भनेको कता हो भनेर। सिसिटी कलेजको पछाडि हो कि है, त्यो यहाँको फेमस कलेज हो। सो त्यही हो गाइज है। पढाइ पनि राम्रोसँग भइरहेको छैन, किनभने छुट्टी भइरहेको छ आन्दोलनको कारणले। सो आज चाहिँ नयाँ वर्ष है। सो साथीहरू अब त गर्लफ्रेन्डको हात छोडेर घुम्ने होला होइन। हामीहरू त अब यस्तै हो। पछि दाजुभाइहरू र दाजुभाइ दिदीबहिनीहरू चाहिँ विदेशतिर जानु परिरहेको छ होला होइन, आफ्नो कारणले। सो घर परिवारलाई धेरै मिस गरिरहेको छ होला होइन। सो तपाईँहरू कमेन्ट गरेर केही कुराहरू लेख्नु सक्नुहुन्छ। त्यही हो गाइज है। जान लागिरहेको छु। अगाडि आएपछि चाहिँ यहाँनिर पदमचन्द्र पथ लेखेको छ। यहाँदेखि सिधा भित्र आएपछि थोरै 2 मिनटको बाटो हिँडेपछि चाहिँ टक्क आउँछ है स्केट पार्क चिनिन्छ। सो तपाईँहरू आउनु सक्नुहुन्छ। सो अब चाहिँ आजको दिन चाहिँ बब्बाल गर्नुपर्ने हुन्छ है। सो तपाईँहरू चाहिँ ह्याप्पी न्यू इयर लेखिदिनु कमेन्टमा। अनि भिडियो चाहिँ जे जस्तो लाग्छ त्यस्तै कमेन्ट छोड्न नबिर्सिनु होला है त। सो लेट्स गो। यहाँबाट थोरै देखिएछ है त मेरो काम गर्ने स्केट पार्क चाहिँ। सो लेट्स गो।
आज चाहिँ म बिहानै आइदिएको 11 बजीतिर जब सुरु हुन्छ मेरो। आज चाहिँ न्यु इयर तयारीहरू गर्नुपर्छ केही डेकोरेसन गर्नु परेन होइन, यस्तो बबाल गराउनु पऱ्यो नि त। अनि बल्ल मान्छेहरू आउँछ, फोटो खिच्न मात्र भयो भने आउँछ कि टिकटक बनाउनु मात्र भयो भने आउँछ कि, त्यही हो क्या मान्छेहरूलाई यस्तो खानाहरूमा भन्दाखेरि नि लाउनमा देखाउनमा त्यही हो क्या, टिकटक बनायो देखायो त्यही हो क्या होइन। देखासेखी बढी छ नेपालमा चाहिँ, ठिक छ केही छैन, बाबु मम्मीको दुःख सुन्दैनन्, राम्रो खाना राम्रो लाउन पाए हुन्छ होइन। सो अब चाहिँ बुझ्दै गर्नु होला है, उमेरसँगै सब कुरा सिकाउँछु तपाईँलाई। सो अब चाहिँ टक्क स्केट पार्क आयो, कल पनि आयो गाइज यार, कल पनि गर्नुभएको छ यहीँ अफिसबाट नै पार्कबाट पठाएको यो अहिलेसम्म आएन भनेर। सो अब चाहिँ जानुपर्ने स्विजरल्यान्डको गाइज। जस्ट मेरो फोन चाहिँ अफ थियो, त्यही कारणले म चाहिँ जब एकछिन भिडियो बनाउनु पाएको थिएन। सो भिडियोको माहौल हेर्न सक्नु चाहिँ एकदमै बवाल छ क्या, क्राउड हेर्नु न, क्राउड न्यु इयरको क्राउड हेर्नु न गाइजहरू यार। ओए राम्रो राम्रो केटीहरू त च्वाक मैयाहरू त बवाल छ नि त हो। अहिले यसो हात छोपेर खेल्नुपर्ने हुन्छ अर्काको मैयाहरूसँग है। यतानिर आएको छ नि राम्रो राम्रो केटीहरू हेर है। मलाई एउटा यो चाहियो आर्मी मेरो साथीले चाहिँ यो आर्मी प्यान्ट लगाएकोलाई मन पराइसकेको छ। कृपया यो भिडियो हेर्नेले कमेन्ट गरिदिनु होला। राम्रो राम्रो नानी यता छिनी हाई भनिदेऊ। खेल्न सिक्यौ न तिमीले? कलेज सिकाएको तिमीलाई खेल्नलाई? हो होइन, एक्लै एक्लै खाइदिएको मलाई पनि देऊ। सो गाइज मैले टक्क यहाँनिरबाट भाषण गरिसकेको छु, टक्क त्यही तिनीहरू आउँदैनन् है। तिनीहरू चाहिँ मैले जति चिच्याएर बोलाए पनि घाँटी सुकुन्छन् बोलाए पनि आउनेवाला छैनन्, किन भन्दा तिनीहरू राम्रो राम्रो केटीहरूको हात छोप्दै खेल्नमा व्यस्त छन् यहाँनिर। ए झुटो अरे ल, यहाँनिर हेर ल हात छोपेर खेल्दा छन् राम्रो राम्रो मैयाहरूको होइन। पानी धारोमा आएको छैन, किन्नुपर्छ। धारोमा आएकै छैन कि गर्मी भएर। एक बार हातमा ओहो राम्रो राम्रो केटीहरू मार्ला नै मलाई फेरि यसो अब्जेक्सन क्यामेरा अफ गर्नु पर्ने छ। बोलाइसक्यो कि निस्किन्छ अब तिनीहरू निस्किन्नन्। हाम्रो राम्रै आन्टी राम्रै आन्टी लगी यहीँ सुनाइदिन्छु ल। सुजन मगर टाइम सकिएको छ, बाहिर निक्लिदिनु होला। साथी आउनुभएको छ, यति मोटो हुनुहुन्छ र पनि स्केट खेल्नको लागि 45 नम्बरको सुज लगाएर खेल्नु देखेर यति कुरा बुझिन्छ कि स्केट खेल्नलाई जानले कुनै पनि म्याटर गर्दैन हो। बडी एज डज नट म्याटर इन स्केट। राम्रो राम्रो केटीहरू आएको छ नि, उनीहरूलाई हेर्नुहुन्न होइन खतरा खेल्नुहुन्छ ल। एक स्टन्ट देखाइदिनु ल। ए जोसेको हेर न फेरि मोटे त आमा यार, तनाव भयो कि यार, नाम आइसक्यो मान्छे निक्लिँदैन यार। अब सिधै टिकट माग्दै बाहिर निकालिदिँदै गर्नुपर्ने भयो कि। सो म चाहिँ यहाँ टिकट खोज्दै हिँडिरहेको छु है गाइज, टक्क लागेर है। कसरी माग्ने हो टिकट गाइज? हजुर कृष्ण ब्लग्स। नानी टिकट कोसिङ छ तिम्रो? तिमी भर्खर आएको हो न? ए खेल्दै गर, तिमी खेल्दै गर। टिकट देखाऊ भाइ, टिकट देखाऊ। ओ भाइ टिकट देखा, टिकट देखा भर्खर नत्र बाहिर जा, गेट आउट। ओए टिकट यसले खायो, यसलाई के गर्ने? बाहिर फाल्देम। उचालमा खुट्टा छोप, एकचोटिलाई छोड्दे सिल गर। सो गाइज हाम्रो यहाँ क्युटी नानी आज एकदमै राम्री भइरहेको छिन् है। सो एउटा स्ट्यान्ड देखाइदेऊ ल। सो फाइनली गाइज होइन, जस रात परिसक्यो, सबै गइसक्यो।
आज चाहिँ के साह्रो भिड भएको यस्तो मागेको छ है पुरा कि अरे प्राउड भयो क्या आज त है लास्टै बवाल भयो है मान्छेहरू त 100जनाभन्दा कम त एनी टाइम थिएनन् क्या आएको एउटा जान्छ एउटा आउँछ एउटा जान्छ एउटा के कुरा गर्नु 10जना जान्छ 10जना आइहाल्छ फेरि 10जना जान्छ फेरि 15जना आइहाल्छ यस्तो भइरहेको थियो क्या अरे मजा आयो जियोस् है लास्ट भिड भयो खेल्न नि पाएन खेल्ने आज राम्रो केटीहरू आउँछन् आज पनि खेल्नु पर्ला भनेको त सपना मात्रै भयो होइन जियोस् केही छैन तपाईँ हेरेर भने मन बुझायो अरूको गर्लफ्रेन्डहरूलाई जियोस् मजा आयो है सो आज चाहिँ यस्तो भयो कि है नाम टाइम सकेर नाम बोलाछ 15-20 जनाको लिस्ट एकैचोटि आउँछ नाम बोलाछ सुन्दै नसुन्ने खेलेछ केलेछ 1 घन्टाको लेखाएर होइन 1 घन्टाको टाइम लेखाएर पुरै 2-2.5 घन्टा खेलिदिइरहेको क्या मान्छेहरू त केही भन्यो भने हामी त सुन्दै सुनेनौँ भन्छन् के सो त्यही कारणले लास्ट दुःख भयो तर पनि केही छैन ह्याप्पी न्यू इयर या नयाँ वर्ष चिल गर त भनेर छोडिदियो होइन जस मजा आयो है सो हाम्रो स्केटमा चाहिँ लगभग 463 जना जति मान्छे आएको थिए है मोटामोटी कुरा गर्दाखेरि चाहिँ लगभग 70,000 जतिको आम्दानी भइहाल्यो है सो तपाईँहरूलाई पनि स्केटबाट नि धेरै स्कोप छ होइन सो तपाईँहरू पनि स्केट बिजनेस गर्न सक्नुहुन्छ है एउटा टिप्स तपाईँको लागि सो आजको भिडियो चाहिँ के कस्तो लाग्यो तपाईँहरूले यसो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्दिनु है सो अब चाहिँ म गइदिन्छु होइन सो गुड नाइट ह्याप्पी न्यू इयर सबैहरूले आफ्नो तर्फबाट बेस्ट दिनुभयो होला है धेरै धेरै शुभकामना छ 2081मा जस्तो 82मा नहोस् है पुराना नराम्रो कामहरू भुल्दै राम्रो काम गर्दै जानु होला सो यही कुराले सब्सक्राइब गरिदिनुहोस् सो बाई फेरि भेटौँला नेक्स्ट भ्लगमा है त बाई